हामी सुरुबाटै जगिङ जसलाई वार्म अप शक्ति सञ्चालन पनि भनिन्छ त्यो सुरु गरौँ तारासनबाट। श्वास भर्दै तन्किन्छौँ, भरिएको श्वास रोकिराख्छौँ, जति बेर सकिन्छ रोकौँ, जति सक्छौँ त्यति तन्क्यौँ, श्वास छोड्दै तल। विश्राम। अब श्वास छोड्दै दाहिनेतिर, श्वास भर्दै सिधा, श्वास छोड्दै देब्रेतिर, छोडेको श्वास एकछिन होल्ड गर्छौँ, फेरि श्वास भर्दै सिधा। अब अर्को स्टेप, हरेक स्टेप 3-3 पटक कम से कम गरौँ। जोड्नेहरू पर्खिनु पर्छ, भाँच्नु हुँदैन, पर्खिनु पर्छ। अब श्वास छोड्दै देब्रेतिर, देब्रेबाट दाहिने कुर्कुच्चो हेरौँ, छोडेको श्वास रोकिराखौँ, श्वास भर्दै सिधा, फेरि श्वास छोड्दै लास्ट विश्राम। अब श्वास भर्दै माथि, श्वास छोड्दै तल। नमस्कार। श्वास भर्दै तन्किन्छौँ, श्वास छोड्दै तल। विश्राम। अब श्वास भर्दै हात फैलाउँछौँ, श्वास छोड्दै हात खुम्च्याउँछौँ। विश्राम। यो जुन छ नि सेप हेर्नु, यो बढ्नु पर्यो नि त, छातीको भाग, यो भाग एकदम घट्नु पर्यो। थोरै अगाडि, थोरै पछाडि। क्यामेरा स्वागत छ। थोरै अगाडि, थोरै पछाडि। अब एकै ठाउँमा घुँडा तलमाथि, हात लगभग हात तलमाथि, हात सिधा, एकदम फास्ट पनि होइन तर एउटा रिदममा चाहिँ हात तलमाथि। छाती र पेटसँग टच हुँदै हात तलमाथि होस्, आङ्गो बाङ्गो नहोस्।
विश्राम। लामो श्वास लिउँ र छोडौँ, आँखा मुख बन्द। लामो श्वास लिउँ, लामो श्वास छोडौँ। अब श्वास छोड्दै घुँडामाथि के बिग्रियो के हो। अब श्वास छोड्दै तल। छोडेको श्वास एकछिन होल्ड गरौँ। श्वास भर्दै सिधा। पाँचदेखि 7 पटकसम्म गरौँ यो विश्राम। मुख बन्द। अब श्वास छोड्दै विपरीत घुँडा र कुइना जोड्छौँ र पछाडि फर्किँदै। जति श्वास छोड्छौँ त्यति पछाडि फर्किन्छौँ। विश्राम। अब श्वास छोड्दै घुँडामाथि पालै पालो। विश्राम। हरेक स्टेपले गलाउँछ। अब खुट्टा अगाडि फालौँ, जिउ पछाडि। बैक, हात अगाडि, जिउ पछाडि। अब दायाँ बायाँ। कुर्कुच्चा टच गरौँ। आँखा मुख बन्द। लामो श्वास लिउँ, लामो श्वास छोडौँ। अब हात खुट्टा अगाडि, दाहिने
दाहिने हातखुट्टा अगाडि देब्रे पछाडि अब चेन्ज गरौँ फास्ट यता हो नि चन्द्रशेखर अगाडि सक्ने जतिले गरौँ अझै फास्ट गरौँ विश्राम मुख बन्द कमर दाहिनेबाट देब्रे हुँदै मुभ गरिदिउँ फुल रोटेट गरिदिउँ उल्टो विश्राम श्वास छोड्दै दाहिनेतिर छोडेको श्वास होल्ड गरौँ श्वास भर्दै सिधा अहिले त जिउले साह्रै गाली गर्छ होला हैन हैन तर पछि एकदम ह्यापी ह्यापी सपोर्ट गर्छ अब अर्को स्टेप खुट्टा फर्काइदिउँ कमरमा हात श्वास भर्दै सिधा अर्कोतिर सिधा अर्को स्टेप हात जोडेर अब नटराज आसन शंकर भगवानको प्रिय आसन लगभग एउटा स्केलमा आउने प्रयास गर्छौं हामी हात टाउको पछाडिको खुट्टा चेन्ज गरौं श्वास भर्दै पछाडि श्वास छोड्दै अगाडि दुवै हात सीधा श्वास छोड्दै दाहिने हातले देब्रे कुर्कुच्चा टच गरौं पैताला टच गरौं छोडेको श्वास रोकिराखौं माथिल्लो हत्केलालाई हेरिराखौं श्वास भर्दै सीधा चेन्ज गरौं
फास्ट विश्राम। अब खुट्टा चेन्ज गरौँ, हात पछाडि लो गरौँ, श्वास छोड्दै तल। जहाँ पुग्छौँ त्यही छोडेको श्वास होल्ड गरौँ, रोकौँ। श्वास भर्दै सिधा चेन्ज गरौँ। विश्राम। दाहिने हात कानसँग, दाहिने कानसँग, श्वास छोड्दै देब्रेतिर, श्वास भर्दै सिधा, श्वास छोड्दै अर्कोतिर। विश्राम। अब श्वास भर्दै पछाडि, श्वास छोड्दै अगाडि। विश्राम। अब घुँडाको एक्सर्साइज, अगाडिबाट पछाडि घुमाइदिउँ। अब पछाडिबाट अगाडि उल्टो। दुवै खुट्टा जोडेर उल्टो। विश्राम। तलमाथि। यसको 5 स्टेप छ घुँडाको। श्वास छोड्दै तल, श्वास भर्दै सिधा। विश्राम। लामो श्वास लिएर छोडौँ। आँखा बन्द गर्दा शरीरमा भएका सहजतालाई हामी अनुभव गर्छौँ। कतै केही पीडा छ त्यसलाई अनुभव गर्छौँ, कतै सहज भएको छ त्यसलाई अनुभव गर्छौँ। विश्राम। अब पिटी सुरुमा 1 2 3 4, 1 2 3 4, 1 जिउ फालेर 2 3 4, 1 2 3 4, 1 2 3 4, 1 2 3 4, 1 1 2। विश्राम।
अब ट्विस्ट खोइ मुना बहिनी यता आउँ अगाडि अब यस्तै विद्यालयमा सिकाउने हो भनेदेखि त यता अगाडि आउँ अगाडि एक दुई अब माथि डाक सरको नाम लेख्नु विजय सरको त्यसपछि मेरो त्यस्तो आफ्नो हुन्छ केही फरक पर्दैन अब डाक साहेबको हाम्रो ग्रुप लेखौँ नि डाक साहेबबाट सुरु गरौँ ए काटियो अर्कोमा बरु लेख्नु नि हो शुक्रबार होइन नि 11 गते त कहिले हो हेर्नु नि श्वास छोड्दै घुँडा माथि विश्राम अब वृक्षासन त्यही गरौँ एक जति सकिन्छ श्वास भर्दै पछाडि श्वास छोड्दै जति सकिन्छ तल प्रयास होस् घुँडासँग नाक जोड्ने 4 पुरै दुई हातको बीचमा हो श्वास छोड्दै पर्वतासन पुरै खुट्टा टेक्नु चन्द्रशेखर सर भएन खुट्टा पुरै टेक्नु नि ए हो अब 5 6 घुँडा छाती चिउरो कमरको भाग माथि हो 7 यो पुरै टेक्नु कमर भन्दा माथि भाग मात्रै उठाउनु हो 7 8 हो गरे जस्तो नगर्नु नि गर्नु के ठ्याक्कै आयो ऑफलाइन को हो याद से ना कौन रहे जो नमस्कार प्राणायाम हो अब ऑफलाइन गरेर 11 ल 1 2 3 4 पुरै तन्क्यौ 4 रेसको लागि तयारी भए जस्तो 5 पुरै जमिन टेकौं 6 घुँडा छाती चिउरो टेकौं 7 कमरको भाग पुरै जमिनमा टच गरौँ माथि भाग उठाउँ 8 9 देब्रे अगाडि 10 11 12 2 3 4 5
छ 7 8 9 10 11 12 विश्राम। यति रेगुलर गरौँ होइन। अनि त्यसपछि यहाँ स्वास्थ्य चौकीमा गएर जचाउँदा यदि डायबिटिज प्रेसर बढी भएको देखायो भने कारवाही गर्नुपर्छ है। फेरि त्यहाँ स्वास्थ्य संस्थाको मेसिन बिग्रिएको छ, किनभने हामी आफ्नो मेसिन ठिक पार्यौँ। एक ल गर्नुहुन्छ ल। अब नमस्कार प्रणाम। फास्ट विश्राम। हत्केला मार्दै आँखा र अनुहार सेकौँ। अब हामी प्राणायाम गर्छौँ। अहिले गरेको जमाजमी जोगिङ शक्ति सञ्चालन वार्मअप जे भने पनि शरीरमा सक्रियता ल्याउनको लागि गरिने अभ्यासहरू हुन्। अब यसपछि श्वास प्रश्वास सम्बन्धी प्राणायाम, प्राण सम्बन्धी सुखासन, पद्मासन, कुनै एउटा आसनमा बसौँ। ध्यान मुद्रा, ज्ञान मुद्रा चोरौँला र त्यो लगभग घुँडामा हुनुपर्छ। लामो श्वास लिउँ र छोडौँ। अब हामी 5 पटक ओमको उच्चारण गर्छौँ। अ, ओ र म। हत्केला मार्दै आँखा र अनुहार सेकौँ। प्राणायाममा पहिलो फर्स्ट चाहिँ हामी गर्छौँ भस्त्रिका। फैलाउँदा हात श्वास भर्छौँ, खुम्च्याउँदा हात छोड्छौँ, श्वास छोड्छौँ। फास्ट छैन सर, पुरै भरौँ, पुरै भरिनु पर्यो। यहाँ आउँदा पुरै भरिनु पर्यो।
होल्ड पनि गर्नुपर्छ होला नि त होल्ड गरौँ स्टेप बाई स्टेप छ कि एकदम त्यो केही छैन त्यसमा कन्फ्युजन नहोस् फेरि श्वास भर्दै लकहरू गरौँ पेटलाई दाहिनेबाट देब्रे श्वास फालेर फालेको श्वास रोकेर पेटलाई लक गरी अनि दाहिनेबाट देब्रे घुमाइदिनु उल्टो उज्जाइ भनेको त्यो घाँटीको श्वास फालेर फालेको श्वास लक गरौँ घाँटीलाई लक गरी श्वास भर्ने प्रयास गरौँ विश्राम अब हत्केला मार्दै त्यहाँ होलपट्टिको एक्सर्साइज दिउँसो ग्राजुएट टाइम मिलेको बेलामा अब अगाडि पछाडि श्वास छोड्दै घुँडा मोड्छौँ श्वास भर्दै खुट्टा फैलाउँछौँ हामी छाती अथवा खुट्टा अथवा हात खुम्च्याउँछौँ त्यति बेला चाहिँ श्वास छोड्छ यो यसको एकदम नर्मल नियम हो अब दुवै खुट्टा एकैसाथ यो खुट्टाका पीडाहरू हामी बुझ्दैनौँ हैन यो खुट्टाले सिँगै जिउलाई बोकेर मात्रै होइन कहाँ कहाँ पुर्याउनु पर्ने हुन्छ हैन अनि त्यो हुँदाखेरि उसले दुख्यो भन्दा अस्वाभाविक होइन अब दायाँ बायाँ अगाडि श्वास गर्दै पछाडि मुठी बन्द गरौँ अब दायाँबाट बायाँ घुमाइदिउँ रोटेट गरौँ उल्टो अब श्वास भर्दै पछाडि श्वास छोड्दै अगाडि श्वास भर्दै जति सकिन्छ पछाडि जाउँ श्वास छोड्दै अगाडि टक्की आसन
उल्टो विश्राम। अब खुट्टा दुरीमा हात लक गरौँ, श्वास छोड्दै दाहिनेतिर दाहिने घुँडा जाउँ, नाक छुने प्रयास गरौँ, जहाँ रोक्छौँ त्यहीँ, तर छोडेको श्वास होल्ड गरौँ। श्वास भर्दै सिधा, श्वास छोड्दै अर्कोतिर। अब दुई हात सिधा, श्वास छोड्दै दाहिने हातले देब्रे पेटलाई जोडौँ, माथिल्लो हातलाई हेरिराखौँ, छोडेको श्वासलाई लक गरौँ, रोकौँ, होल्ड गरौँ। श्वास गर्दै सिधा, श्वास छोड्दै अमृत सिंह हजुर विश्राम। अब भुनम भुनम, दुई खुट्टा दुरीमै भुनम भनेको पुनम भुनम पुनम भू भू भनेको पृथ्वी, नम भनेको नमन गर्ने हो। ए भू नमन है भू भू नमन नमन। फ्लेक्सिबिलिटी अझै एकचोटि भुनमको अर्को स्टेप विश्राम। अब बटरफ्लाई 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 बटरफ्लाईले पखेटा चलाए जस्तै हामी यो पखेटा चलाइरहेका छौँ। जति सकिन्छ त्यति जो जमिन टच होस् पिलुलाले छोडेको नसक्नु। अब घुँडा चलाइदिउँ, श्वास छोड्दै दुईटै घुँडा जोडौँ। अब आफ्नै खुट्टालाई ढोगौँ, अब पैताला घुमाइदिउँ। उल्टो दाहिनी उल्टो अब विश्राम। अब कमरभन्दा माथिको सूक्ष्म व्यायाम।
मुठी घुमाइदिउँ हात सिधा हो उल्टो सर्के बटारिँदैछ खासमा यो रिस्ट मात्र तपाईँको चाहिँ पुरै घुमिरहेछ यो मात्र भयो नि त यस्तो यस्तो केवल यति मात्रै यो गर्नुपर्छ कि यहाँ हात अगाडि पछाडि अब कुइला घुमाइदिउँ यहाँ टच होस् प्रयास गरौँ उल्टो उल्टो अब हत्केला समय श्वास छोड्दै दाहिनेतिर पेटसँग हात जोडाउने प्रयास गरौँ छोडेको श्वास रोकिराखौँ श्वास भर्दै सिधा श्वास छोड्दै अर्कोतिर होल्ड गरौँ छोडेको श्वास अब तलमाथि अब प्रेसर दिउँ टाउकाले हत्केलालाई हत्केलाले टाउकालाई श्वास छोड्दै अगाडि पछाडि तल माथि टाउका घुमाइदिउँ आँखा बन्द राखी उल्टो सिधा हेरौँ आँखाको नानीलाई घुमाइदिउँ उल्टो एउटा बिन्दुमा हेरौँ हत्केला मार्दै आँखा मुहार टेकौँ थोरै थोरै बेन्ड गरौँ नि यसो गरेर थोरै बेन्ड गरौँ है त्यसपछि पो पछि गरेर पुरै बेन्ड हुन्छ यो शशकासन र यो उष्ट्रासन गर्नेहरूलाई हर्ट सम्बन्धी प्रब्लम हुँदैन अब वक्रासन श्वास छोड्दै पछाडि फर्किँदै
छोडेको श्वास रोकिराखौँ। अब चेन्ज गरौँ, देब्रे खुट्टा मोडौँ, देब्रे हात पछाडि श्वास छोड्दै यहाँ पुरै हातमा पुरै गर्नुहुन्छ। एकचोटि अझै हेर्दा सजिलो छ तर यसको इफेक्टनेस एकदम राम्रो छ। यो साइटिकाको लागि कमर दुख्ने समस्या सर्केको मर्केको प्रत्येकचोटि हामी पछि पछि श्वास मिलाउँदै जान्छौँ, किनभने श्वास जुन छ, श्वास मिल्यो भने हाम्रो जीवन, श्वासको गति मिल्यो भने जीवनको गति पनि मिल्छ, सजिलो गरी हिँड्छ जीवन हैन। अनि श्वास भनेको जसको श्वास जति छिटो छिटो भयो त्यसको आयु त्यति कम हुन्छ। जसको श्वास चाहिँ जति बाँच्यो मिनटमा 16 देखि 18 पटकसम्म हुन्छ हैन। तर त्यो यदि घटेर हामी 15, 14, 13 ल्यायौँ भने 10, 20 वर्ष, 30 वर्ष एक मिलियन भनेको श्वास छोड्दै तल, फेरि श्वास छोड्दै माथि, श्वास छोड्दै तल। अब हत्केला माथि हत्केला राखेर पूर्ण भुजङ्गासन, श्वास भर्दै जति सकिन्छ माथि उठौँ, सिधा आकाशतिर हेर्ने प्रयास गरौँ, छोडेको श्वास रोकिराखौँ, श्वास छोड्दै तल, फेरि एकचोटि श्वास भर्दै माथि, अब हात खुट्टा दुरीमा त्रियक भुजङ्गासन। त्रियक भनेको विपरीत। अब श्वास भर्दै तिम्रो जमिनसँग श्वास भर्दै माथि उठ्छौँ, देब्रेतिरबाट दाहिने खुट्टा हेर्छौँ, छोडेको श्वास रोकिराख्छौँ, जति बेर सक्छौँ रोकौँ, श्वास छोड्दै तल, फेरि श्वास भर्दै माथि। अब दाहिनेतिरबाट देब्रे खुट्टा हेर्छौँ, छोडेको श्वास रोकिराख्छौँ, विपरीत खुट्टा हेरिराख्छौँ। अब सरलासन, हत्केला तिग्राबिनी, तिम्रो जमिनसँग दुवै खुट्टा जोडेर सिधा राखेर श्वास भर्दै उठाउँ, जति सकिन्छ त्यति सिधा राखौँ, जति सकिन्छ माथि उठाउँ, श्वास रोकिराखौँ, श्वास छोड्दै तल, फेरि एकचोटि श्वास भर्दै उठाउँ, अब दाहिने हात देब्रे खुट्टा होइन, सबै कुरा श्वास त्यति फ्रीमा आउने चिज होइन नि त। श्वासको लागि मेहनत गर्नुपर्छ, बानी बसाउनु पर्यो। दाहिने हात देब्रे खुट्टा उठाउँ, देब्रे हात कमरमाथि, सिधा सिधा एकदम केही यसमा अप्ठ्यारो मान्नु पर्दैन, एकदम सिधा उठौँ, श्वास छोड्दै चेन्ज, देब्रे हात दाहिने खुट्टा, अब कमर पछाडि दुवै हात लक गरौँ, जमिनसँग श्वास भर्दै कमरभन्दा माथि उभाउदै उठाउँ, भरेको श्वास रोकिराखौँ, जति सकिन्छ उठाउँ, जति बेर सकिन्छ श्वास रोक्छौँ, अझै हुन्छ हुन्छ, जति सकिन्छ, जति उठ्छौँ त्यति हात तल जान्छ नि। अब सङ्घासन,
जब भेट्यो यो धनुरासन जति बेर गर्छौँ त्यति बालासनमा रिल्याक्स हुन्छ बालासन Berjalan, berliatu, bunga, kemar, hati campur, seperti layang ngobrol. Siapa pun serta layang ngobrol. Lainnya cekdei, akan berlantai, basah. Kira pandai akan materi अब आकाश तिर सकेर आसन पहिले बसेर गर्ने आसन गर्ने राख्नमा हैन त्यसपछि सीधा टाउको जमिनमै सीधा 90 डिग्री हो हात छोड्नु हो कहाँ सीधा हुँदैन अझै सीधा गर्नु अब त अलि तल 30 डिग्री तल 90 डिग्री माथि अब 80 डिग्री अब 30 डिग्रीमा सतत कायम रोक्नु हो 1 2 3 4 5 अब खुट्टा रोटेट दाहिने खुट्टा दायाँबाट देब्रे खुट्टा घुमाइदिनु यस्तो रोटेट घुमाउने यस्तो हो यस्तो घुमाउने अब जस्ट उल्टो अब देब्रे खुट्टा दाहिनेबाट बायाँ देब्रे खुट्टा दायाँबाट बायाँ घुमाइदिनु अर्को खुट्टा जमिनमा सीधा हो अब सिंगल खुट्टा घुमाइदिनु पुरै जति सकिन्छ त्यति घुमाउ यो बल एन्ड सकेट जोइन्ट कमरको बल एन्ड सकेट जोइन्टमा कुनै समस्या आउँदैन त्यहाँ खटखट गर्दैन अहिले धेरै जनाको खटखट बोल्दै होला अब उल्टो साइक्लिङ उल्टो अब यस्तो थियो भने अब उसको अब दुवै खुट्टा जोडेर अगाडिबाट पछाडि अब दुवै खुट्टा जोडेर अब उल्टो लेफ्ट उल्टो दाहिनेतिर हो टाउको दाहिनेतिर श्वास छोड्दै देब्रे हातमा टाउको दाहिनेतिर मर्कट भनेको बान्दर मक्खी
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्वारा आयोजना गरिएको 5 दिने योग तथा ध्यान प्रशिक्षण कार्यक्रममा टाइमकेमोङ गाउँपालिकाका प्रमुख सरोज बस्नेतज्यू, टाइमकेमोङ गाउँपालिका वडा नम्बर 3 कोडाध्यक्ष पूर्णप्रसाद राईज्यू, प्रमुख प्रशासकीय अधिकृत अदित्य दाहालज्यू लगायत सम्पूर्ण पालिकाका कर्मचारी र स्थानीयवासीको उपस्थिति रहेको थियो। यस कार्यक्रममा पालिकाका प्रमुखले ट्याम्केमोङ गाउँपालिकामा रहेको मुन्नुम ट्रेल स्वस्थ प्रकृतिले भरिपूर्ण र ध्यान योगका लागि उपयुक्त ठाउँ भएकाले आगामी दिनमा यस क्षेत्रभित्र योग ध्यान गर्न कार्यक्रम राखिने कुरा बताउनुभयो। साथै उहाँले वर्तमान समयमा बढ्दो नसर्ने रोगहरूको चुनौतीलाई ध्यानमा राख्दै स्वस्थ जीवनशैली अपनाउन योग तथा ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनु पर्ने बताउनुभयो। साथै यस्ता प्रशिक्षण कार्यक्रमहरूले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सकारात्मक जीवनशैली विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।